हेलो साथीहरू नमस्कार। यतिखेर चाहिँ म यो बाहिर इभिनिङ वाकमा हिँडिरहेको छु। 8:30 भएको छ रातिको। सूर्य पनि डुबेको छैन हो। यो चाहिँ म चाहिँ अहिले क्रोएसियाबाट हो। क्रोएसियामा चाहिँ अब तपाईँको हिजोआजको मौसम एकदम गर्मी छ। गर्मीमा चाहिँ बाहिर हिँडेको मजा छुट्टै छ। यहाँ चाहिँ पुरै एग्रिकल्चर हो। यो एरिया भनेको चाहिँ तपाईँको कृषि क्षेत्र हो। यहाँ गाउँ काटेर तपाईँको यो बारी नाङ्गो बनाइसकेको छ भने यो चाहिँ सिमी हो। यो सिमी अनि घर पनि फाटाफुट्टा ठाउँ ठाउँमा छ। म एक्लै छु। कालिज उडेको देख्नु होला नि यहाँ कालिज। यहाँ कालिज बसिरहेको रहेछ। कालिज फुटेर उडो मलाई देखेर। तपाईँ हेरेर म अर्को पनि देखाउँछु हेर्दै जानुहोस्। त्यस्तो छ यहाँ चाहिँ तपाईँ एकदम आनन्दको छ। घाम डुब्दैछ। आनन्दको मौसम छ। म तपाईँहरू अरू पनि भिडियो देखाउनेछु। मकै घारी र यहाँ पनि मकैमा भुवा लाग्दैछ। भुवा लाग्ने बेला हुन्छ। पानी अलि परेको छैन त्यही भएर चाहिँ मकै पनि बटारे जस्तो देखिरहेछ है। यहाँ बाटो तपाईँको चाहिँ जति भित्र जाऊ बाटो त्यति पिच छ। यहाँ चाहिँ सानो भएको छ मकै भएर चाहिँ अहिले रात्रिकालीन भएर चाहिँ फोटो अलिक क्लियर छैन भिडियो। तपाईँको यो गाउँ काटेर यो गाउँको छाली चाहिँ यसरी रोल बनाएर राखेको हुन्छ है। देख्न सक्नुहुन्छ यो गाउँको छाली हो। पुरै यो खेतमा पर जङ्गल देखाइ ठाउँसम्म छ। यो चाहिँ पुरै सूर्यमुखी हो। सूर्यमुखीको बारी आयो पुरै। यो चाहिँ सूर्यमुखी देखिन्छ र यस्तो गर्दा यस्तो भ्यू हेर्नु यस्तो दामी देखाएको छ। र तपाईँले देख्न सक्नुहुन्छ यहाँ यो लगभग 1 किलोमिटरभन्दा बढी छ यो सूर्यमुखी। आँखाले हेर्नुहोस्। यहाँ चाहिँ धेरै जस्तो बारीमा चाहिँ सूर्यमुखी नै छ। एकपट्टि सूर्यमुखी र बिचमा अस्ताउँदै गरेको सूर्य र यतापट्टि मकै घारी। यस्तो छ यताको मौसम। र लामो समयपछि मेरो चाहिँ यो भ्लग आएको भएर तपाईँहरू चाहिँ मेरो भ्लग मन पराइदिनुहुन्छ भने आशा गरेको छु। सबैले लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब पनि गरिदिनुहोस्। म युट्युबमा पनि हाल्नेछु र टिकटकमा पनि हाल्नेछु र फेसबुक मेरो सोसियल मिडिया जे छ सबैमा म अपडेट गरिदिन्छु। तपाईँहरूले हेरेर माया गरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। थ्याङ्क यू फर वाचिङ।